जय मसी सबैजनालाई वेलकम टु माई फर्स्ट मिनी भ्लग। अनि आज चाहिँ मैले पहिलोपटक मिनी भ्लग बनाउन जाँदैछु। अनि आज चाहिँ म बिहानै उठेर नुहाइ धुवाइ गरेर चाहिँ रेडी भएर म बाहिर जाँदैछु। कहाँ भन्दाखेरि चाहिँ मेरो केन्चुकी बिग्रेको छ, त्यही बनाउनको लागि म जाँदैछु। केन्चुकी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ मोपेड हो। अनि तर जापानमा यसलाई बाइक पनि भनेर भन्दछ। खासमा चाहिँ मोपेड हो, स्कुटर जस्तै हुन्छ तर त्योभन्दा सानो, यही हो। हेर्नुहोस्, अनि मलाई थाहा नै थिएन है मेरो ब्रेक लाइट नै बिग्रेको रहेछ अस्ति के। अनि मलाई जापानको पुलिस मामाले पक्ड्नु भयो है। अनि तिम्रो त ब्रेक लाइट नै बोल्दैन भनेर भन्नुभयो। अनि त्यसपछि मलाई 5000 को चिट काटिदिनु भएको छ उहाँले। त्यही भएर चाहिँ म आज बिहान नै बनाउन जाँदैछु। अनि उहाँले आफैले छिटोभन्दा छिटो बनाउनु है भन्नुभएको थियो, त्यही भएर। अनि म सुरुमा घर नजिकैको केन्चुकी बनाउने ठाउँमा गएको थिएँ। अनि त्यहाँ त सामानै छैन भन्नुभयो। अनि त्यसपछि फेरि अलिकति तलको केन्चुकी बनाउने ठाउँमा गएँ। अनि उहाँ पनि बिजी हुनुहुँदो रहेछ है। तर पनि अनि वेट गरेर बसेँ, आफूले जसरी पनि बनाउनु नै छ। अनि उहाँले चाहिँ अनि उहाँको काम सकाएर चाहिँ अनि मेरो केन्चुकीलाई बनाइदिनु भयो। अनि त्यो बनाएको चाहिँ उहाँले 4000 भन्नुभएको थियो। बनाएको भन्दा नि फेरेको पनि फेरि पुरानो स्कुटरको पुरानै सामान हो। अनि त्यही भएर चाहिँ मैले चाहिँ 500 डिस्काउन्ट मागेर चाहिँ 3500 मात्र दिएँ। अनि मेरो केन्चुकी बनेपछि चाहिँ म चाहिँ त्यही नजिकैको पार्कमा म गएको छु। त्यो चाहिँ पार्ट 2 भिडियोमा आउँछ, किन भन्दाखेरि भिडियो लामो भइसक्यो। सो अहिलेलाई चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।